मन्त्रीज्यू झकै झकै माया तमलाई। आज म वाइतमाया स्थित ट्रेन स्टेसनमा आइसकेको छु। म यहाँभित्र जानेछु र तपाईँलाई देखाउनेछु कति छिटो कति छरितो मैले पाएको सुविधा मैले त्यो काउन्टरबाट लिन सक्नेछु। यातायात मन्त्रीज्यू, जब म न्युजिल्यान्डमा स्टुडेन्टको रूपमा आएँ र मलाई यसरी एउटा डिजिटल स्टुडेन्ट आइडी कार्ड दिइयो, यो कार्ड र एटी हब कार्ड लिएर म अहिले वाइतमाताको ट्रेन स्टेसनमा आइपुगेको छु र मैले यो कार्डलाई स्टुडेन्ट कार्डमा दर्ता गराउने बित्तिकै मलाई सहुलियत दरमा चाहिँ म ट्राभल गर्न पाउँछु। र यतिखेर मैले मेरो एटी हब कार्डलाई यसमा म अब $20 चाहिँ म रिचार्ज गर्दैछु। अलरेडी आई हेभ अलरेडी बट दिस वान। यसलाई मैले $5 आजभन्दा 1 वर्ष अगाडि किनिसकेको। रसँग अहिले स्टुडेन्ट आइडी कार्ड पनि छ र स्टुडेन्ट आइडी कार्ड र एटी हब कार्ड छ। अब मैले यसलाई दुईटैलाई ब्लेन्ड गरेर यसमा मैले 40% डिस्काउन्ट लिनको लागि चाहिँ उहाँलाई आवेदन दिँदैछु। हेरौँ है त। ओके, $20. Yeah, tertiary card. You need to register my card for my tertiary discount as well. Yeah, sure. Yeah, $20 on the half card. र यो कति सहज, कति सरल र कति चाहिँ छरितो रूपमा यी कामहरू हुन्छन् भन्ने कुरा तपाईलाई मैले देखाउने गइरहेको छु। आशा छ यो कुरा पनि नेपालमा लागू हुनेछ भन्ने मैले विश्वास लिएको छु। जनरल रूपमा मैले ट्राभल गर्दा लाग्ने कस्टको मैले 40% डिस्काउन्ट भएपछि मैले जम्मा 60% मात्र तिरे हुन्छ। र यो एनी टाइम लागू छ। यसमा स्कुल ड्रेस लाउनु पर्ने या अरू कुनै कार्डहरू झुन्डाउनु पर्ने या बिदाको दिन भन्ने हुँदैन। बिदाको दिनमा त कुनै कुनै बेलामा त यहाँहरूले हामीलाई निशुल्क पनि ट्राभल गर्ने चाहिँ सुविधा दिएको हुन्छ। ओके, 022-315 ओके 0922। यस, उहाँले भेरिफिकेसन गर्नुभएको छ। मेरो डेट अफ बर्थ सोध्नु भयो र मेरो चाहिँ मोबाइल नम्बर सोध्नु भयो र उहाँले सम्पूर्ण कुराहरू चाहिँ नि यहाँ सफ्टवेयरमा अथवा यहाँ सबै कुराहरू यसमा छ र त्यो पुरै अपडेट भएपछि मैले डिस्काउन्ट पाउनेछु आज। सो आई गेट डिस्काउन्ट राइट? यस। तपाईँहरूले समय हेर्नु होला। अप्लाई गरेको कति मिनटमा मैले डिस्काउन्ट पाइसकेको हुन्छु। Thank you. Thank you so much. हजुरको नाम? नेम? थ्याङ्क यू साइमन, थ्याङ्क यू सो मच। 2027 मार्च 31 गतेसम्म म ट्राभल गर्दाखेरि एटीका कुनै पनि मिन्स अफ ट्रान्सपोर्टेसनहरूमा, चाहे त्यो फेरी होस्, चाहे त्यो ट्रेन होस्, चाहे त्यो बस होस्, अब मैले 40% डिस्काउन्ट पाउनेछु। थ्याङ्क यू सो मच। आशा छ यस्तै सुविधा नेपालमा छिट्टै हुनेछ। भौतिक पूर्वाधार यातायात तथा शहरी विकास मन्त्रीजी, आई लभ यु।